के तपाईँ इन्भेस्टर बन्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भनेपछि सबभन्दा पहिला आफ्नो सोचलाई परिवर्तन गर्नुहोस्। धनी बुवाको लगानीमा मार्गनिर्देशन, यो बुकमा चाहिँ के भनिएको छ भनेपछि कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा पहिला इन्भेस्टर अथवा रिच माइन्डसेट भएको मान्छेले के कुरा हेर्छन् जुन पुवर माइन्डसेट भएको मान्छेले हेर्न सक्दैनन्। नम्बर 1 मा चाहिँ उनीहरूले कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा पहिला चाहिँ मैले लगानी गरे बापत योबाट चाहिँ मैले के रिटर्न प्राप्त गर्न सक्छु त्यो कुरा चाहिँ सबभन्दा पहिला हेर्छन्। नम्बर 2 मा चाहिँ त्यो कम्पनीले नर्मल कस्टमरहरूको लागि चाहिँ के भ्यालु प्रोभाइड गरेको छ, उनीहरूलाई के भ्यालु दिइरहेको छ त्यो कुरा चाहिँ हेर्छन्। नम्बर 3 मा चाहिँ उनीहरूले अहिले लगानी गरेको कम्पनीले भविष्यमा चाहिँ 5 गुणा 10 गुणा ग्रोथ दिन सक्छ कि नै त्यो कुरा चाहिँ कन्फर्म गरेर चाहिँ उनीहरूले कुनै पनि कम्पनीमा लगानी गर्छन्।